दुनियाँमा मान्छेलाई सबभन्दा बढी आनन्द कहाँ हुन्थ्यो अरे? कहाँ हुन्छ आनन्द? दुनियाँमा सबभन्दा बढी आनन्द कहाँ हुन्छ जस्तो लाग्छ? आफ्नो भित्र कसरी? आफ्नो भित्र तिमीलाई दुनियाँमा सबभन्दा सुखी हामीले भन्छ क्या मान्छेले, सबभन्दा मान्छे दुनियाँमा सबभन्दा बढी सुखी भनेको आमाको गर्भमा हुँदाखेरि थियो अरे क्या, आमाको पेटभित्र हुँदाखेरि थियो अरे क्या, सबभन्दा बढी सुख। न त्यहाँ कमाउन जानु पर्छ, न त्यहाँ पढ्न जानु पर्थ्यो, न टोयलेट जानु पर्थ्यो, न भोक लाग्यो भन्नु पर्थ्यो, सबै कुरा फ्रीमा पाइन्थ्यो। पाइन्छ कि पाइँदैन? सबै कुरा फ्रीमा पाइन्छ त्यहाँभित्र। जब हामी आमाको पेटबाट 9 महिनापछि पेटबाट बाहिर निस्क्यौँ नि, हामी के हाँस्दै निस्क्यौँ कि रुँदै निस्क्यौँ? अब त प्रब्लम स्टार्ट भयो अरे क्या। अब च्यालेन्जहरू सुरु भयो अरे हाम्रो। हामीले अरूलाई दुःख दिने, सुख दिने सबै त्यहीँबाट, त्यो सृष्टिबाटै सुरु भयो क्या। जब हामी सानो थियौँ, सबैले माया गरे, हुर्कायो, ठुलो भयौँ। त्यही भएर म भन्छु लाइफ भनेको ABCD भनेर मैले भनिरहेको कारण। A भनेको एटिट्युड, B भनेको बर्थ, C भनेको च्यालेन्ज, D भनेको डेथ। है ABCD। बर्थ पछि च्यालेन्जै च्यालेन्ज छ। त्यो च्यालेन्ज फुलफिल गर्नलाई के हुनु पर्यो? त एटिट्युड राम्रो हुनु पर्यो। एक दिन त मर्छौँ नि, डेथ हुन्छौँ नि त हामीहरू, होइन? लाइफ नै यही हो। अनि हामीहरूलाई यहाँ सुधार केन्द्रमा ओभर थिङ्किङ बढी गर्छौँ। दाइहरूले ABC भनेको छ, अभोइड ब्याड सर्कल भनेर भनेको छ। अनि हामी डी पनि जोडिदिन्छौँ, डिलर भनेर पनि जोडिदिन्छौँ। ABC अभोइड ब्याड सर्कल, डोन्ट युज भन्ने कुराहरू राख्नु सक्नु पर्यो नि। अनि डीलाई डिलर बनाइदिन्छौँ। डिलरको नम्बर मेट्नलाई गाह्रो हुन्छ हामीलाई। यस्तो धेरै कुराहरू छ क्या भाइहरू। है हामीहरूले मैले भने नि, ड्रग और एल्कोहल युजर्समा चाहिँ ओभर थिङ्किङ, यो एउटा चाहिँ यो ब्रेन केमिस्ट्री इम्ब्यालेन्स एउटा, अनि विड्रोल एन्ड पोस्ट एक्युट विड्रोल सिन्ड्रोम भन्छ, पावा भन्छ क्या। हाम्रो फिजिकल विड्रोल त हट्यो, तर मेन्टल विड्रोल त स्टिल छ नि। त्यो हट्नलाई केही समय लाग्छ। अघि पनि मैले भने हामी यहाँबाट 6 महिनामा घर जाने बित्तिकै सबै कुरा राम्रो हुँदैन। जब तिमीले 1 वर्ष 2 वर्ष 3 वर्ष बिस्तारै खाँदै छोड्दै जान्छौ र फ्यामिलीमा चाहिँ एउटा चाहिँ सोसल रिकभरी भनेर भन्छ क्या। त्यो फ्यामिलीभित्र तिमी चाहिँ धुलमिल हुने, फ्यामिलीसँग बस्ने, एउटा जिम्मेवारी लिने, त्यो भइसकेपछि के हुन्छ त? त्यो तिमीमा मलाई शङ्का गर्छ कि यो गर्छ कि भन्ने त्यो कुरा बिस्तारै हट्दै जान्छ, जान्दैन नि? अनि बिस्तारै हट्दै जाने कुराहरू हुन् क्या यी कुराहरू। यी कुराहरू भनेको हामीले 2 दिनमा गरेको कुराहरू होइन, हामीले वर्षौँ गरेको कुराहरू यहाँभित्र रेकर्ड भएर बसेको छ। त्यो कुरा हटाउनको लागि एकै दिनमा सकिँदैन। एकैचोटि 1 क्लास पढेर एकैचोटि SLC दिँदैन नि। 10 वर्ष लाग्छ नि त्यहाँ पुग्नलाई। त्यो गन्तव्य पुग्नलाई त 10 वर्ष लाग्छ नि। यस्तो कुराहरू छ क्या। हामीले गर्न नसक्ने भन्ने कुरा केही पनि छैन क्या भाइ। हामीले गर्न सक्छौँ, तर गर्नलाई हामीले भोलि भन्दा हामी यहाँसम्म गइसक्यौँ। अझै पनि हाम्रो दिमागमा के छ? केही पाउनको लागि केही गुमाउनु पर्छ, केही पाउनको लागि केही गुमाउनु पर्छ भन्नु। त्यो पुरानो बिलिफ सिस्टमहरूलाई बिस्तारै त्याग्नुपर्छ। केही पाउनको लागि त केही गर्नु पर्यो भन्ने सोच राखेर अगाडि बढ्यो भने तिमी सफल हुन्छ। गुमाउनु पर्छ भनेदेखि फेरि गएर खान्छ, फेरि आइन्छ नि भन्ने त्यो सोच नराख। केही पाउनको लागि केही गर्नु पर्यो क्या, तब तिमी सफल हुन्छ। एउटा एक्जाम्पल दिन्छु तिमीहरूलाई। यो एउटा कोकको बोतल, यो कोकको बोतल हो, यो पानीको बोतल है। यो कोक आफै बनेको चिज हो। पानी भनेको नेचुरल हो नि त।
यो भनेको विभिन्न केमिकल हालेर बनाएको हो नि त हैन। यो कोकलाई तिमीले यसरी पिट यसलाई कराकुर गरेर यसरी हल्लाउ, यसलाई पुगर, लास्टमा यो कोक के भएर निस्किन्छ? रिसाएर निस्किन्छ। जस्तै हामीलाई 10जनाले जसरी भन्यो यो गरे ऊ गरे यस्ता गरे उता गरे, लास्टमा कोक जस्तै धेरै हल्लाएपछि कोकको लागि के हुन्छ? भुजुस निस्किन्छ कि निस्किँदैन? त्यो एङ्गर निस्क्यो कि निस्केन? यो पानीलाई तिमीले जति झाङ गर ढुङ गर दायाँ हान बायाँ हान आखिर खोला, यसले के रियाक्ट गर्छ? के रियाक्ट गर्यो यसले? गरेन नि। हो यस्तो बन्न सिक्नु। यदि तिमी भोलिको दिनमा अगाडि बढ्ने हो भनेदेखि सुन्न सक्नु पर्यो, भोग्न सक्नु पर्यो। ए बाबा भन्न त भन्छ, दुनियाँले के भन्छ के भन्छ तिम्रो बारेमा, त्यो सबै सुन्दै हिँड्न थाल्यो भनेदेखि त हामीले कहिले प्रगति गर्ने? हामीले कहिले प्रगति गर्ने? हाम्रो यो उमेर छ, हामीले केही गरौँ भने सबैमा पोटेन्सियल छ, सबैमा खुबी छ, केही न केही गर्न सक्ने खुबी छ। त्यो कुरालाई अगाडि बढाउने कोसिस गर न भाइ हो। खाली चाहिँ सुधार केन्द्रभित्र आएको छु, अब म ठिक हुन्छु। सुधार केन्द्र बाहिर गएपछि देखा जाएगा, यहाँभित्र ठिक छु। ए बाबा त्यही भएर म बारम्बार भन्छु क्या, खाना एकदम सजिलो छ, छोड्न पनि एकदम सजिलो छ, तर छोडेर बस्न गाह्रो छ। म बारम्बार भनेको कारण यही हो क्या। खाना एकदम सजिलो छ भनेको मतलब तिमीले खानको लागि जति मेहनत गर्छौ, जे गर्छौ, साथीभाइसँग मिल्छौ, यताउता गर्छौ, त्यो दिन तिमी सर्भाइभ गर्छौ, बाँच्छौ। छोड्न पनि सजिलो छ। नपाउने ठाउँमा जाऊ, जस्तै सुधार केन्द्रमा जाऊ, कतै जाऊ, जुन ठाउँमा पाउँदैन त्यो ठाउँमा गयो भने तिमीले छोड्न सक्छौ। जब खाने ठाउँमा गएर छोडेर बस्न गाह्रो छ, पाउने ठाउँमा। भोलिको दिनमा हामी सधैँ बस्दैनौँ क्या, भोलिको दिनमा ढोकाबाट बाहिर जान्छौँ। ढोका बाहिर तिमीलाई लिनको लागि कुनै पनि संसारको महँगो महँगो गाडी, BMW, रोल्स रोयस, फरारी, ऑडी, पोर्से, यस्तो के ल्याम्बोर्गिनी के भन्ने यस्तो गाडीहरू छ। संसारको ठुलो गाडी केही पनि आउँदैन त्यहाँ, बग्गी आउँदैन तिमीलाई लिनलाई। तिमीलाई लिनलाई एकजना आउँछ, त्यो मान्छे तिमीले देख्दैनौ, त्यो मान्छेले तिमीलाई डराउँछ, त्यो मान्छेसँग डराएर हिँड्न दिए, त्यो भनेको कन्फिडेन्ट। तर के गर्ने, दुःखको कुरा, कन्फिडेन्टले तिमीलाई डराउँदै त लिएर जान्छ, तिम्रो गन्तव्यसम्म पनि पुर्याउँछ। भोलिपल्टदेखि त्यो कन्फिडेन्टलाई छोडे, कन्फिडेन्टमाथि फेरि ओभर थपिदिन्छौ क्या तिमीहरू, अनि के हुन्छ नतिजा? त्यो नगर क्या। जे छ त्यसैमा खुसी हो, जे सिकेको छौ त्यही गर। तिमीहरूले गर्न नसक्ने होइन, तिमीहरूले गर्न सक्छौ। तिमीहरू केपेबल छौ, रिकभरीमा बस्नलाई केपेबल छौ। खालि रिकभरी भन्ने बित्तिकै ड्रग खान छोड्नु, अल्कोहल खान छोड्नुलाई मात्रै रिकभरी भनेर नबस्छ। कम्प्रोमाइजको प्याकेज हो यो। त्यो प्याकेजभित्र धेरै कुरा छ। तिम्रो सोसल रिलेसनसिप छ, तिम्रो इन्भाइरोमेन्टलसँग कसरी एट्याच हुने कुराहरू छ, तिम्रो जबसँगको कुराहरू छ, तिम्रो एजुकेसनसँगको कुराहरू छ, धेरै कुराहरू छ। त्यो सबै मिलाएर लिएर जानुपर्छ। खालि ड्रग खाएको छैन, रक्सी खाएको छैन भनेर मात्रै हुँदैन। जब तिमी सबै कुरासँग मिलेर जान्छौ, तिम्रो वे अफ थिङ्किङ, एटिट्युड पनि बिस्तारै चेन्ज हुँदै जान्छ। जब मान्छेको वे अफ थिङ्किङ, जब एटिट्युड चेन्ज हुन्छ र अनि तिमीले त्यो एटिट्युड चेन्ज भएको राम्रो एटिट्युडलाई तिमीले प्रिभेल गरेर तिमीले देखाउ त, व्यवहारमा लागू गर, सबैको वाहवाही हुन सक्ने खुबी त छ नि, त्यति छैन र? हामीले गर्न सक्छौँ क्या भाइ हो। हामी आत्तिन्छौँ, डराउँछौँ क्या। किन डराउनु पर्यो? कोसँग डराउनु पर्यो? यही दुनियाँको मान्छेहरू हौ सबै हामी। बाहिर दुनियाँको कोही पनि छैन, बाहिर सबै यही दुनियाँको मान्छे हौ हामी। बाहिर जाऊ, तिमी जस्तै आँखा भएको, तिमी जस्तै कान भएको, तिमी जस्तै नाक भएको, तिमी जस्तै मुख भएको मान्छे नै हो तिनीहरू। के हामीले ड्रग खायो भन्दैमा हाम्रो पुच्छर त आएको छैन, सिङ त आएको छैन, आछ? अनि
किन आत्तिन्छौँ हामी?